वेलकम बैक टु माई युट्युब च्यानल। सर्वप्रथम सम्पूर्णमा नमस्कार। म चाहिँ धेरै समयपछि युट्युब च्यानलमा फर्केर आएको छु। आशा छ हजुरहरूले मलाई यतिकै माया र साथ दिनुहुन्छ भन्ने आशा राखेको छु। र म अहिलेलाई भने चाहिँ भिडियो किन बनाउन गइरहेको छु भन्दाखेरि आज हामी हिमाली सांस्कृतिक परिवारका कलाकारहरू प्रोग्राम लिएर लङगाउँ जाँदैछौँ। सो हजुरहरूले मेरो च्यानलमा हेर्न सक्नुहुन्छ र म चाहिँ बेला बेला अपडेट गराइरहनेछु। हामीले बाटोमा के गर्नेछौँ, कसरी जानेछौँ, गएर के गर्नेछौँ, म चाहिँ सबै अपडेट गराउने आशा। फाइनली गाइज आइपुग्यो क्लबमा सबभन्दा अगाडि। वी आर सो ओबिडेन्ट। हेर्न सक्नुहुन्छ कोही पनि छैन। हामी जस्तो ओबिडेन्ट कोही पनि छैन क्या। स्वागत छ भ्लगमा मनिष। थ्याङ्क यू। हाउ फास्ट। ल अब बहिनीहरू अरू दाइदीहरू आउने कार्यक्रम छँदैछ। मनिषले फोन गरेर बोलाइसक्यो होला। भनेको टाइममा गयो आउँदैन नि है। पुर्यो दुईजना सबभन्दा पहिला आउने छैन। यस्तै हो हामी हो के ओबिडेन्ट, आज्ञाकारी। भनेको टाइममा स्वाट आउने, छिटो छरितो भरपर्दो। One eternity later. Finally, after so long time, मनिषले फोन गरेको आधा घन्टा पछि बल्ल बहिनीहरूको सवार। 40 मा आइपुग भन्नु थियो। कस्तो लाग्यो बहिनी? कस्तो राम्रो देखेको प्रनिसा। के ग्लो हालेर आइस? हिजोको त्यो मैला फाल्ने उस लगाएर आइक्यो। विद्या त्यो लगाइरहेको। फाइनली आइपुग्यो यिनीहरू। हामी त होइन, हामी त अघि नै आएको। यिनीहरू त भर्खर आएको। यो ल गाइस, अब हामी कहाँ जानु लाग्यो रे प्रनिसा? कहाँ जानु लाग्यो? के को लागि? डान्स प्रोग्रामको लागि होइन, मेलामा हो। बाइ द वे मेलामा हो। A few moments later. हाफ एन आवर पछि बल्ल आउनुभयो दिदीहरू। Where is your jacket? He is not bring. ऊ लिन जाने हो के बल्ल? Why you not bring? What? Jacket. स्थान भयो बिन्ता बहिनीको। खातीको त बल्ल भयो। तिमीको जोरा हट्यो। यो भ्लगमा नकाटिकिन हाल्नु होला प्लिज। यस्तो फेक भ्लगरहरू छन् यहाँ। ल एक्सन। 180 later. 180 later. भर्खर भेटेर। यस्तै हुन्छ कि केही न केही त बिर्सिहाल्छ कि मान्छे। हुट पो रहेछ। म त के बोकेँ त भनेको। सरी यो चाहिँ कट हुन्छ विद्या। ब्ल्याकको जिउची रन्जु कहाँको यात्रा रे? रन्जु रन्जु कहाँको यात्रा रे? भाइरल भइदियो। रन्जु कहाँ हो? पल्टनमा मेरो कान्छा पल्टनमा।
कहाँ जान्छ त अन्त जस्तै निकेश जाम है सोल्टिनी मुगलानमा सुनकोशी नदी जाम है सोल्टिनी मुगलानमा सुनकोशी नदी तरेर अनि त्यो नौलो सहर घुम्नलाई रेलको डिब्बामा चढेर रेलको डिब्बा भाइ कस्तो अनुभव भइरहेछ भन्छ ल एकदम रमाइलो नै फिल भइरहेछ हो रमाइलो भयो अनि आज चाहिँ दामी नाचिन्छ त भाइ नाचिन्छ है कन्फिडेन्स छ आज चाहिँ मेरो भाइको घाटो पनि आज फर्स्ट प्रोग्राम है हामीसँग चाहिँ है अनि त्यो बेजोर प्रस्तुति दिन्छ रे लङ त लङ नै भयो 2 घण्टा हामी लङ होइन ल आज बल नाच्नुपर्छ लिति हल्ने मुला मुला लिति हल्ने मुला क्वाक गरेर हाल्दै ल त गाइस गाउँ गइदिएको छ हामी हाम्रो त राइडर यस्तो दामी चलान भयो होइन गाइस निकेश दाइ हाम्रो कविर दाइ त आज भ्लगर भ्लगर रे राइडर सेट Dang it, die, dang it. Yeah. तो guys, एकछिन भेटौँला. Oh yeah. तो guys, अहिले चाहिँ हामी ह्याङ्जा आइपुगिसकेका छौँ. सरी है त गाइस, अहिले चाहिँ हामी बगर आइपुगिसकेका छौँ. बिस्तारै जानुपर्ने हुन्छ, रमाइलो गर्नुपर्ने हुन्छ. है त गाइस, एकछिन भेटौँ न. जो गाइस कति साह्रो त्यहाँ गयो. ए नसुनेको निकेश दाइ. अगाडि पनि एकजना भ्लगर छन् है. जानु हेलो. गाइस, जम्मा भइसकेको छौँ हामी है. अब चाहिँ सँगै जानुपर्छ हामी सबैजना. सन्जु दाइ आउनु. ए सौगिन दाइ. उदिम दाइ के छौ याममा. ल गाइस कमन अहिले भेटौँ न गाइस. हेर त गाइस, नेचर बल कस्तो राम्रो. What is this? रोकेर पाउने कस्तो दामी यार. केही बाटो हो भन्छु लाग्दैन.
हजुर guys. Yeah. Sorry for that. बाटो अस्तिको भन्दा राम्रो हो उस छ रे के पार्किङ छ रे के कता भलिबल ग्राउन्डतिर छ रे तेरो बाजे पुरानो भलिबल ग्राउन्ड छ रे यता बाटो छैन रे के राइट होइन रे के यता दाइ पार्किङ 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 एउटाले नताने रोक रोक त्यो एउटाले ताने छैन म चलाइदिउँ तल आउँछ आउँछ ओ रोक क्या रोक ल है त गाइस Oh my god, guys. पार्किङ त किन त मलाई त यता लाग्यो पहिला आथि हजुर हजुर पहिला आथि एकचोटि भैली खेलेर आएको थिएँ क्या एक रात लङ्का लङ्का आइयो लङ्काको पार्किङ हामी चाहिँ फाइनली लोङ गाउँ आइसक्यौँ घिस्री घिस्री झोला हामी लङ्का आइसक्यौँ त्यहाँनिर अरू सिनेटी खतरा गरेर भने गुल्टीको हुन्छ यस्तो है के रे कहाँ अरे फाइनली लङ्का आइपुग्यो हामी होइन भिलेज हो हो हाउ टु ल हामी चाहिँ फाइनली लङ्गामा आयौँ तपाईँले हेरिदिनु होला नमस्ते दिदी दाइ तपाईँको यात्रा यहाँसम्म कस्तो भयो यात्रा भने अब आउँदैन आउन पछुतायो मैले त विद्याका हो यता प्रोग्राम माथि हो यसलाई यता चाहिँ टी गार्डन चाहिँ यता माथि जानु पर्दो रहेछ चियाबारी जाने बाटो चाहिँ यता माथि रहेछ ल तर हामी चाहिँ यो मेबी हामी भोलि जान्छौँ होला आज त भ्याउँदैन जस्तो लाग्छ फाइनली हेर्दा हेर्दैमा लङ्गाउको डाँडैमा हावा सरर
जता छ नि के छ उतै भल ग भला गर चस्मा त ब्रान्ड छ त अनि सक्छ त भनेको 25 करोड हो नि फाइनली वी आर इन होमस्टे ओ माय गॉड नमस्ते गर खान फाल्दै नि एउटा ए विद्यालाई पठाइदिए विद्याका लागि भरेर रहेछ त्यहाँ विद्या विद्या ल अहिले चाहिँ हामी यस्ता मेला भएको ठाउँतिर जान लाग्छौँ है हेर्नु पर्यो ओइ भाइ तसँग टी सर्ट रहेछ नि त न जान एउटा गएर त्यो ज्याकेट मागेर लिएर आइज नि दानी यो राख्यो नि भाइ प्लिज है मेरो भाइ त्यो ज्याकेट माग्न यो यस्तो ज्याकेट त्यो कवितालाई माग्यो कवितालाई है सरी मेरो भाइलाई दुःख दिएँ सरी है मेरो भाइ नरिस है अनि अहिले चाहिँ हामी चाहिँ यहाँ मेला भएको ठाउँतिर आएछौँ है यो कस्तो छ हेरौँ लङ्गाउमा फुलै फुलेको राम्रो रहेछ यहाँ पो हो मरद छ त यसै गरी विशेष अतिथिको रूपमा पूर्वाधार विकास कार्यालय कास्कीको उदिम त्यहाँ जेम्स भाइ आउँदै थियो त्यो ज्याकेट लिएर ए मेरो त्यो भाइ आउँदै आएन यहाँ कुरो भनेको है भाइलाई काम लगाइदियो क्या सरी मेरो भाइ अब हेरौँ के कस्तो हुन्छ हामी चाहिँ रात नै हेरेको चाहिँ आज होम चाहिँ के अरे रुम चाहिँ गाइज हेलो गाइस यस्तो नदेखाइ क्यामेरा छाउन तपाईलाई भ्लग तपाईहरु भएको ल भरे भ्लगमा हेर ठुँडै मैले आइडेन्टिटी कार्ड मैले भन्दै छु नि मिस कविता सुत्ने ठाउँ त तिनवटा रहेछ आज त्यसो भने चाहिँ यिनीहरूले यहाँ कविता त्यहाँ रन्जु त्यहाँ कोमल सङ्गीता भुइँमा हुने भयो बिचारा सङ्गीतालाई हेर्छ हेला गरेको बिचारा होइन त्यसलाई चाहिँ त्यस्तै गर्नुपर्छ यस चैत्य दशैं 31औं ऐतिहासिक चैत्य दशैंको मूल गाइस आज नास्ता पानी भइरहेको छ लोकल यही हो खाजा रोटी बस्छ घरमा जाने अनि खाना भोक लाग्छ नि बहिनीहरूको टिकटक भयो बहिनीहरूले टिकटक भएर आयो बहिनीहरू टिकटक भएर आयो अब हामी चाहिँ तलतिर यसो गेम हेर्न जाऊँ म्युजिक भइरहेको छ रन्जु
धन्न हँसेको मलाई त्यसै चोर दोष लाउँछ अरे मोबाइल चोर दोष डान्सर लागि नि गर्दैन है आयुषलाई भए पुरा एटेन्सन पोजिसनमा बस्यो अर्कै आएर दुईटा डान्सर भन्नु कसरी कस्तो काली देखियोस् यहाँ भुते भाग्ला जस्तो लाग्छ प्यारो भन्नु भन्नु हामी यहाँ लाङ गाउँमा भर्खरै खाना पचाउनको लागि आमा छोरा एन्ड साइडमा चाहिँ छ है रमाइलो Sexy.
गाइस आर्थिक 70 हो गाइस म कपडा खोलिसक्यो बुझ्नु के गर्थे कस्तो कपडा खोल्छु डोन्ट थिंक नेगेटिभ अनि यति कुरा यहाँ जेम्स भाइ अब छम्मालाई कुर्दै रहेछन् त्यही त मेसेज आफ्नो भिडियोहरु छ उहाँबाट हेरे हामीलाई रन्जु सिसले रन्जु सिस रन्जु 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 हेर्नी हामी भोलि कति बजे उठ्ने हो ओके भोलि हामी 6 बजे गइन्छ ए अ ल रन्जुलाई 2 घण्टाको गाइस पादा रन्जुलाई 2 घण्टाको बाटो हिँडाउने हो अनि वहाँ ठ्याक्क पिचाइसी चाहिँ बल्ल चढाउँछ है बन्द गर्न पा गुड मर्निङ अनि चाहिँ पोखरा प्रस्थान पोखरा ब्याक टु होम 6 बजे जाम भन्ने मान्छे 8 बजीसम्म जाँदैन है के गर्ने हिजो त 8 बजे पुग्ने मान्छे अरे 8 बजे पुग्ने मान्छे त यहीँ चाहिँ मिन प्रसाद दाइ आउनु भयो मान्छे हिजो 5 बजे उठेर जान्छु भनेको मान्छे अहिलेसम्म अनि म मात्र के उडेर जानु